लेक हो। लेकको गाउँ यस्तै त हो। घाम चाहिँ त्यताबाट झुलिरहेको है। त्यो एउटा घामको प्रकाशले जताततै छरिन्छ यतातिर, यताउता जताततै छरिन्छ कि त्यही एउटा घामको प्रकाशले। हाम्रो घरमा पनि धुवा पुतुतु आइरहेछ किनभने। शुभ बिहानी हजुरहरू सम्पूर्णलाई मनसिका सुनार युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ म एकदमै मौसम सफा भएको बेला यो मेरो गाउँको हिमाल देखाउन जाँदैछु। यहाँ कति राम्रो स्मरण भएको छ यहाँहरूले। अनि अहिले चाहिँ घाम झुल्केको छैन, ठ्याक्कै 7 बजी चाहिँ यही हिमालबाट घाम झुल्केर जताततै लाग्ने हो। अनि यहाँहरूले पनि खाजा नास्ता खाइसक्नुभयो होला। अनि यस्तो छ, यतातिर जाडो छ अहिले है। डाँडा काँडा जताततै डाँडा काँडा छ। अहिले चाहिँ अलिकति के अरे घाम नलागेको भएर चाहिँ अलिकति जाडै छ। बिहानमा त्यही त हो, गाउँघरतिर अलि शीतहरू पर्छ है, शीतहरू पर्छ। यस्तै छ। यतातिर चाहिँ हाम्रो माइजूहरूको चाहिँ औखुको बोटहरू देख्न सक्नुहुन्छ हजुरहरूले है। अनि अब त्यही हो, गाउँघरमा त दाउरा घाँस गर्ने, बस्ने, खेतीपाती लगाउने है। यहाँ चाहिँ केरा पनि देख्न सक्नुहुनेछ। केरा मजाले फलेको छ। अब यो पाक्छ, बोटमै पाक्छ, तर अलि ढिलो हुन्छ है। बोटमा पाक्छ, अलि ढिलो हुन्छ। यो तल देख्न सक्नुहुन्छ हजुरहरूले घिउ सिमीको बोट। अनि घिउ सिमी पाकिसक्यो, अब टिप्नुहुन्छ होला माइजूहरूले है। अनि यता काँक्रा एउटा, हामीले चाहिँ दसैँभरि धेरै काँक्रा खायौँ है। अहिले पनि एउटा काँक्रा चाहिँ फलिरहेछ। अब म यता देखाउन जान्छु। देखिरहे पनि तर एकदम रमाइलो पनि लाग्छ है, रमाइलो लाग्छ। हरियाली छ होइन, हरियालीले ढक्कमक्क छोपेको पनि छ है। अनि त्यो चाहिँ कागतीको बोट है। अब यस्तै हो, गाउँघरमा सागसब्जी लगाउने। यता चाहिँ फर्सीको मुन्टाहरू छ। हिमाल चाहिँ म अलिकति परबाट गएर क्लियर देखाइदिन्छु। आज चाहिँ मौसम एकदम क्लियर छ अनि राम्रो पनि छ। अनि यो समयमा चाहिँ राम्रो देखिन्छ नि त। हामीले के अरे भिडियो फोटोसोटो खिच्दा राम्रो देखिन्छ है। यो चाहिँ देखिरहेछ राम्रो। यो माथि हेर्नुहोस् न, घाम भर्खर झुल्किँदै अब यो घाम तल आउँछ। अनि त्यस गाउँभरि जताततै घाम नै घाम लाग्छ है। यो गाउँघर पनि देख्न सक्नुहुन्छ। अहिले त बिहानको बेला, जसको घरमा पनि धुवा पुतुतु निस्किरहेको हुन्छ है। गाउँघरको रमाइलो यही नै हो जस्तो लाग्छ मलाई। अनि अब त्यही हो, गाउँघरमा त गाई भैँसी बस्तु पाल्न पर्छ, घाँस दाउरा गर्नै पर्छ है। यो माथिको घाम हेर्नुहोस् त, अलिक मजाले राम्रोसँग भनेर हिँड्दैछु है त। माथि हिँड्दैछु क्या म उकालोमा। उतादेखि लागेको घाम यता साँच्चै यही डाँडा काँडाहरू देखेरै मन खुस हुन्छ। त्यहाँ चाहिँ कुहिरो अलिकति लागेको छ कि, त्यता चाहिँ हाम्रो गाउँवालीले देखिरहनु भएको छ हजुरहरूले। त्यता चाहिँ माथिल गाउँ भन्छौँ हामीले है। अनि त्यस पछाडि यो घामलाई
राम्रो लाग्यो। हिमाल यो अहिले बिहानीको समयमा खिचेको यो डाँडाकाँडा हिमाल, जताततै डाँडाकाँडाले घेरिएको बिचमा गाउँ। आहा रमाइलो। घाम अहिले यता आए जस्तो छ। घाम अहिले यता आइपुग्यो। अब जताततै डाँडाकाँडा घामले नै छोप्ने हो है। हिमाल उता पर देखेको गाउँ चाहिँ हामीले धुङ्ला भन्छौँ है। अनि त्यही हो, जताततै गाउने गाउँ। लेक हो, लेकको गाउँ यस्तै त हो। भिडियोलाई अन्तिमसम्म हेरेर हजुरहरूले साथ दिनुहोला। साथै भिडियोलाई धेरैभन्दा धेरै माया गरेर यो सेतै हिउँ परेको हिमाललाई हेरेर भिडियोलाई पनि धेरै माया गरिदिनु होला। अनि लाइक अनि कमेन्ट, सेयर, सब्सक्राइब पनि गर्न नभुल्नुहोला। आजको भिडियो यति नै हो, हेर्दै गर्नुहोला।